your day like a brand new day. Healthy living that you can share with your family. It's a world that we can make full of happiness. Nuga Best. ल नमस्ते आमा नमस्ते हजुरहरूको शुभ नाम गोपीमाया बजगाई टङ्का बजगाई भने आज हाम्रो मम बाबाहरूको घरमा मेसिन आउँदा कस्तो लागिरहेछ हजुरहरूलाई राम्रो लागेको छ खुसी लागेको छ भने हजुरको घरमा यो एन्फो मेसिनभित्र नपके पनि हजुरलाई यो मेसिनले केही न फाइदा चाहिँ गरेर नै ल्याउनु भयो होला पहिला सुरु हाम्रो मम टाउको दुध गर्नेको हो प्रेसर सुगरहरू ठिक भयो पहिला कस्तो लिएर आउनु भएको थियो समस्या त्यही दुईटा मात्रै टाउको दुख्ने आँखाबाट आँसु आउने खुट्टा झम्झाउने कति गाह्रो हुन्थ्यो त्यो समस्याले खुट्टा गाह्रो हुन्छ नि खुट्टा त झम्झाउन खुट्टा पनि ठिक भएछ आँखाबाट आँसु आउने कुरा ठिक भएछ कति दिनको थेरापीले हेरामी त अब पुछ्दाखेरि गएका कति दिन भयो भने त्यो हजुरलाई यो मेसिनले केही धेरै फाइदा गरेको कारणले गर्दा यो मेसिनभित्र आउनुभयो होइन त राम्रो भएकाले भित्र आयो अनि हाम्रो बाबालाई हजुरलाई चाहिँ के फाइदा भयो पाइल्स प्रोस्टेट प्रोस्टेट र पाइल्स कस्तो थियो पहिला हजुरको पहिले धेरै गाह्रो थियो अहिले धेरै गाह्रो भन्नाले कस्तो गाह्रो भनिदिनुहोस् त टाइट हुन्थ्यो क्या कब्जियत हुन्थ्यो। कब्जियत हुन्थ्यो अहिले अब त प्रोस्टेटले गर्दा पिसाबहरू पनि निक्लिन गाह्रो हुन्छ होला हो अनि अहिले कस्तो छ त अहिले धेरै सहज छ पाइल्स अनि पाइल्स त अब ब्लड जाम त हजुर। जान रोकिएको छ हो औषधिहरू के गर्नु भएको थियो पाइल्सको लागि पहिले भेल्चा गरियो अहिले गर्न परेको छैन अहिले पहिले त अपरेसन पनि गरेको थियो फेरि दुईचोटि अपरेसन गरेँ फेरि आएको चाहिँ अहिले इन्फर्मेसनले गर्दा अहिले आएको छैन होइन त भने बाबालाई पनि निकै समस्या राम्रो भएको कारणले गर्दा हजुर दुईजनाले चाहिँ यो मेसिन घरमा ल्याउने निर्णय गर्नुभयो होइन त हाम्रो बेस्ट हाउसमा आउने आमा बाबाहरूलाई के भन्न चाहनुहुन्छ नि बेस्ट हाउसमा आउने आमाहरूलाई लान सक्नुहुन्छ लानुहोस् नभए निरन्तर आफ्नो रोगको लागि आउनुहोस् थेरापी गर्नुहोस् भन्नुहुन्छ। राम्रो भएर जानु भन्छ मम्मीले पनि नभए अब जसरी भए पनि हाम्रो जसरी मिसिन लानु राम्रो हुन्छ भन्न चाहनुहुन्छ भन्छ ल हस् त धन्यवाद We are Nuga Best.